ओके, नमस्ते साथीहरू। सो अहिले चाहिँ म यो वर्ष हामीले टपअप गरेको बिरुवाको ठ्याक्क छेउमा छु है। सो हामी देख्न सक्छौँ यो टपअप भनेको चाहिँ यो अलिक पुरानो भइसकेको जुन ले चाहिँ अलिकति कम उत्पादन दिन्छ त्यो बिरुवालाई चाहिँ हामीले नयाँ साइन यो जुन छ यसलाई चाहिँ हामी साइन भन्छौँ। हामीलाई कुन जातको चाहिँ कुन भेराइटीको चाहिँ किवी चाहिन्छ त्यसको साइन राखेर चाहिँ हामीले चाहिँ यसलाई टपअप गर्छौँ है। सो जति स्वस्थ साइन राख्यो त्यति नै राम्रोसँग चाहिँ यसरी के हुन्छ त बड ब्रस्ट हुन्छ र पहिलो वर्षमै यसरी चाहिँ यसले सेप लिन थाल्छ है। सो हामीले टपअप गरेको बिरुवाको चाहिँ मोनिटरिङ गर्दै गर्दाखेरि चाहिँ के कुराहरू ध्यान दिनुपर्छ भने जब जति यो बढ्दै जान्छ पहिलो वर्षदेखि नै यो वर्ष हामीले यसलाई टपअप गरेको भने यो वर्षदेखि नै यसलाई चाहिँ यसरी यसको आकारहरू चाहिँ लिडरहरू चाहिँ हामीले मिलाउँदै मिलाउँदै लानुपर्ने हुन्छ है। र यस देख्न सक्छौँ यो हामीले दायाँ 3 फिट र बायाँ मिटर, बायाँ 3 मिटर र दायाँ 3 मिटर गरेर चाहिँ हामीले 6 मिटरको चाहिँ यसरी लिडर बनाउँछौँ है। ल यो पहिलो वर्ष यो वर्ष हामीले टपअप गरेको पहिलो वर्ष नै यतिको राम्रो चाहिँ यसले सेप चाहिँ पाएको छ है। सँगसँगै अर्को टपअप गरेको बिरुवामा हामीले ध्यान दिनुपर्ने एकदम महत्त्वपूर्ण कुरा भनेको चाहिँ यो जुन टेप छ यो टेप पनि समयमै चाहिँ काट्नुपर्ने हुन्छ। अबको केही हप्तापछि केही दिनपछि हार्डली अब हामी हप्ता 10 दिनपछि हामी पनि यसलाई रिमुभ गर्दैछौँ है। सो अर्को हामीले एकदम ध्यान दिनुपर्ने कुरा भनेको यसलाई पनि हामीले रिमुभ गर्नुपर्ने हुन्छ, हटाउनु पर्ने हुन्छ। र जति पनि यो जुन हाम्रो आएको यो लिडर छ यसलाई चाहिँ यसरी निगालो राखेर यसरी टेपले चाहिँ हामीले यसलाई चाहिँ सिधा लानुपर्ने हुन्छ है। सिधा किनभने अहिलेदेखि नै बाङ्गो टिङ्गो गयो भने भोलि यसलाई मिलाउन यसलाई आकारमा ल्याउन झन् समस्या हुन्छ। सो हामीले पहिलो वर्षदेखि नै यसलाई एकदम सेपमा एकदम यसको आकारमा चाहिँ लगिरहनु पर्ने हुन्छ है। सो हामीले टपअप गरेको बिरुवालाई अथवा ग्राफ्टिङ गरेको बिरुवालाई चाहिँ एकदम नजिकबाट चाहिँ मोनिटरिङ गर्दै यस्ता यस्ता कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ।